झापाका बालनका चुनावी कमान्डरको खुलासा, बालनले 70,000 भोट ल्याएर ओलीलाई जित्ने। कट्टरपन्थी भोट भनेको 20,000 भोट छ क्षेत्र नम्बर 5 मा। जो भोट चाहिँ एमालेको केपी ओली बाहेक एमालेको जोसुकै व्यक्ति उभियोस्, जोसुकै व्यक्ति त्यहाँनेरि उम्मेदवार बनोस्, त्यो व्यक्तिले 20,000 भोट पाउँछ। 1,63,000 भोटर भएको क्षेत्र नम्बर 5 मा 60 देखि 70,000 को भोटले चाहिँ त्यहाँ जित निश्चित देखिन्छ। 3 पटक केपी ओलीलाई भोट हालेको मान्छे हो, तर आज म परिवर्तन चाहदैछु नि, बालनको पक्षमा उभिएको छु नि। यही चिज चाहिँ झापाको क्षेत्र नम्बर 5 का अधिकांश मान्छेको इच्छा छ। कट्टर एमालेको भोट पनि घन्टीमै खस्ने। क्षेत्र नम्बर 5 मा 29 वटा वडा छ र 29 वटा वडामा म सबै ठाउँमा गएर मैले एउटा एक किसिमको रिसर्च गरेँ र रिसर्च गरेर मैले प्रतिवेदन पेश गरेँ। नाम नबताउने शर्तमा अधिकांश व्यक्ति जतिजना मैले रिसर्च गरेँ, लगभग मैले केही नआए पनि 1200-1300 मान्छेलाई भेटेँ। मेरो घरमा 5 भोट छ, मेरो घरमा 3 भोट छ, मेरो घरमा 10 भोट छ, मेरो घरमा यति भोट छ भनेर चाहिँ उहाँहरूले चाहिँ बालनलाई भोट दिने भनेर गर्वका साथ भन्नुभएको छ हैन। बालनको पक्षमा जसरी हात उठाएर उभिए, सबैजनाले मलाई यति धेरै क्वेसन गर्नुभयो त किन त्यहाँ किन भन्ने क्वेसनमा आज म खुलेर बालनको किताबमा उभिएको छु। राप्रपाले यदि लास्ट आवरमा आएर चाहिँ केपी ओलीलाई साथ दिने हो भने, कांग्रेसले साथ दियो भने फेरि भोलि कम्पिटिसन टफ हुन जान्छ। हाम्रो गाउँ टोलमा बालन सहारा हामीलाई भेट्दिनु पर्यो, हाम्रा कुरा सुनिदिनु पर्यो। सेलिब्रिटी तरिकाले बाटोमा हिँडेको भरमा हामी भोट हाल्दैनौँ भने चाहिँ झापाली जनताहरू क्लियर छन्। नमस्ते, म निर्देशक समन अधिकारी, म आफूलाई निर्देशकै भन्न मन पराउँछु। म कुनै पनि राजनीतिक कर्मी पनि होइन र मैले विगत पनि भनेको छु, म झापाको क्षेत्र नम्बर 5 को बासिन्दा भएको नाताले 3 पटक मैले आफ्नै इच्छाले पूर्व प्रधानमन्त्री केपी ओलीलाई भोट हालेको मान्छे, तर म एमालेको कार्यकर्ता पनि होइन, म त्यहाँको सदस्य पनि होइन। बहुचर्चित व्यक्तित्व हाम्रो वरिष्ठ नेता बालन शाह चाहिँ मेरो क्षेत्रबाट, झापा क्षेत्र नम्बर 5 बाट उम्मेदवार हुँदै गर्दा सबभन्दा एक्साइटेड चाहिँ म थिएँ। मलाई मनपर्ने मान्छे, नयाँ चेन्ज खोजिरहेको अवस्थामा पनि थिएँ र उहाँले मलाई पुस 28 गते यहाँ जवागलमै भेट्ने मौका दिनुभयो। उहाँसँग मलाई चाहिँ भेटाइयो। भेटिसकेपछि उहाँसँग मेरो 1-to-1 जब वार्ता भएपछि मैले चाहिँ एउटा स्वतःस्फूर्त ल म तपाईँलाई सहयोग गर्नको लागि तयार छु भनेर म 28 गते भेटेको मान्छे 29 गते नि म यहाँबाट झापातिर प्रस्थान गरेँ र म 9 दिन पछाडि झापाबाट आएँ। र झापाको क्षेत्र नम्बर 5 मा चार पालिका छन्, दम्बक नगरपालिका, गौराजा नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका छ। त्यति मध्येमा गौरीगञ्जका केही वडा र गौराजाका केही वडाहरू पर्छ भने अरू सबै चाहिँ हाम्रो क्षेत्र नम्बर 5 मा नै रहेको छ। र म 29 वडा क्षेत्र नम्बर 5 मा 29 वटा वडा छ र 29 वटा वडामा म सबै ठाउँमा गएर मैले एउटा एक किसिमको रिसर्च गरेँ र रिसर्च गरेर मैले प्रतिवेदन पेश गरेँ। र मेजर कुरा नम्बर 1 मा भन्न मन लागेको कुरा, मैले फेसबुकमा 10 वटा रिपोर्टहरू चाहिँ पेश गरिरहेको छु। तर भन्ने मन लागेको कुरा चाहिँ हाम्रो देशमा गणतन्त्र छ, वाक